आज चाहिँ मैले ससेज, चिज धेरै अनि यसमा पनिर पनि मिक्स गरेको छु बीच-बीचमा सेतो भाग। र हामीले चाहिँ डो बनाउनु पर्दैन। हामीले चाहिँ यस्तो गिलो पिठोबाट पनि मजाले पिज्जा बनाउन सक्छौँ है। सजिलो टोमेटो केचप जो कसैको घरमा पनि हुने, स्विट और स्पाइसी और जस्ट स्विट। अनि यसरी गिलो रोटी बनाएको जस्तै गरेर बटरमा मजाले पकाइदिनुहोस्। अनि एकछिनपछि माथिबाट केचपको लेयर हालेर ससेज अनि चिजलाई यसरी घुमाएर सट्ट सबै रोटी जस्तो पारिदिनुहोस्। अनि मैले चाहिँ यसरी छोप्दै थिएँ, तर यो रोटी चाहिँ एकपल्ट पल्टाउनु पर्छ है। मैले पल्टाएको भाग त्यहाँ देखाएको छुइनँ। अनि यसरी पल्टाइसकेपछि चाहिँ 5-10 मिनटमा चाहिँ यसरी पाक्छ। अनि मैले चाहिँ काटिसकेँ। यो बटर भएको भएर यसमा अलिकति बर्निङ जस्तो सेन्सेसन आएको हो। अनि यसरी प्लेटमा हालेर सर्भ गर्ने। मैले चाहिँ यहाँ चट्ट काटि पनि सकेको छु।